everyone, namaste, welcome to my YouTube channel. आज चाहिँ इंग्लिश अंग्रेजी फादर्स डे हो। त्यसको लागि चाहिँ मैले के खानाहरु पकाएको छु। मेरो बाबा त हुनुहुन्न, यहाँ नेपालमा हुनुहुन्छ, तर पनि मेरो छोराछोरीको बाबाको लागि चाहिँ मैले खानेकुराहरु बनाएको छु। हजुरहरुलाई देखाउँछु ल। सबैभन्दा पहिला चाहिँ यो केक ह्यापी फादर्स डे को यो चाहिँ ठुलो छोरीले पापालाई बनाइदिएको अर्डर गरिदिएको भनौं न। ह्यापी बर्थडे पापा। अनि अर्को चाहिँ फेरि यो चाहिँ म्याङ्गो फ्लेभर हो। यो चाहिँ सानो छोरीको डिमान्डमा हो। यसरी म्याङ्गो वाला चाहिँ हामीले अरु बेला ट्राई गरेको छैन नि त। अनि यो चोटी चाहिँ म्याङ्गो वाला पनि गर्दिने भनेर यो म्याङ्गो वाला भयो। त्यस्तै गरेर खानापिना चाहिँ मैले के पकाएको छु भन्दा यो चाहिँ हाम्रो नेपाली अचार हो। यो चाहिँ एकदमै मिठो हुन्छ, हामीलाई मन पर्छ। यो नेपाली अचार हो। यसमा चाहिँ यसरी बनाएको छु। अब यो आलु, काँक्रा अनि कुरिलोको अचार बनाएको छु। यो चाहिँ एकदमै मिठो छ। त्यसपछि चाहिँ यो चाहिँ सलाद हो। यो चाहिँ मसल्स हो। यो चाहिँ मसल्स बनाएको। त्यसपछि यो चाहिँ बोनलेस चिकन हो है। आलुदम अनि माछासँग मिक्स हो। मज्जाले बनाएको छु है। अनि बेस्ट दैट एभर अनि राफल चकलेट अनि यो चाहिँ फ्लावर हो फर दैट। अनि यो चाहिँ ड्रिंक्सहरु हो। यो चाहिँ फुल अरु खानापिनाहरु पनि उता छ। अनि मैले चाहिँ यति मात्र टेबलमा लिएको हो। हस्त साथीहरु, अहिलेलाई यति नै। बाइ बाइ, सी यू नेक्स्ट भिडियो।